मेरो नाम मतलब छ के समस्यालाई फाइदा केले गर्छ छैन है आँखा सम्बन्धी समस्या भएमा आँखा सम्बन्धी समस्या नाक सम्बन्धी समस्या भएमा टाउको दुख्ने समस्या कतिले छ हात उठाउनु सक्छ नि टाउको दुख्ने समस्या आँखा अलिअलि मात्र देखिएको हुनुहुन्छ आँखाको दृष्टिमा कम कान पनि दुईटै आँखा पनि दुईटै हो मेन यसको लागि के गर्छ त नेक मसाजले फाइदा गर्छ टाउको दुख्ने समस्या कहिलेकाहीँ टाउको निकै दुख्छ नि कहिलेकाहीँ आधी टाउको पनि कति धेरै दुख्छ कि दुख्दैन कहिले अगाडि निधार भाग दुख्छ कहिले यसको नाकको नाडीहरू दुख्छ कि दुख्दैन कहिले यता पनि पछाडिको जुको भाग कति धेरै दुख्छ केही गर्दा पनि नहुने कि हो त्यस्तो समस्याको लागि केले फाइदा गर्छ त नेक मसाजले फाइदा गर्छ आँखाको दृष्टि हामीले सुरुदेखि के गर्दै गएका छौँ त आँखाको दृष्टि आँखा पहिला तेजिलो देखिरहेका छौँ उमेर बढ्दै गइसकेपछि के हुन्छ कम देख्न थाल्छौँ नि आँखा धमिलो भइरहेको हुँदैन हो त्यस्तो समस्याको लागि पनि अनि कहिलेकाहीँ कान सबले गरेको एकजनाको सबैले थाहा छ है समस्या सबैजनालाई नै पर्छ नि काम गराउने समस्यालाई नि फाइदा गर्छ हाम्रो आमाले चस्मा लगाइरहनु भएको छ चस्मा लगाएको किन लगाएको त त्यो पावर बढाउनको लागि हो नि विज्ञान नेपालको हो कि नै होला हो त्यो पावर चस्मा लगाएको व्यक्तिले पनि टकेट अफ 8500 प्रयोग गर्दाखेरि आँखा के हुन्छ त आँखाको दृष्टि बिस्तारै फेरि पहिलाको जस्तो हुन सक्छ टाउको दुख्ने समस्या कान कराउने थाइराइड कति जनालाई छ